अनि के यो सम्पत्ति अहिले मन्त्री प्रधानमन्त्री बनिसकेपछि किनेका सम्पत्ति हुन्छ, कसैका पैतृक सम्पत्तिहरू हुँदैन, कसैले राखेका हुँदैन। तपाईँ सम्पत्ति लुकाएर नदेखाएर जनताबाट ठग्ने चाहिँ सही कि आफूसँग भएको सम्पत्ति पारदर्शी रूपमा जति छन् त्यो देखाएर मेरो सम्पत्ति यति हो है भनेर पारदर्शिता देखाइदिनु चाहिँ गलत हो? त्यसो भए त्यो चाहिँ हुन सक्दैन। त्यस्तो होइन, त्यो चप्पल लाएर आएका नेताहरूलाई भन्नुहोस् न, आजको त यो जो व्यक्तिहरू मन्त्री हुनुभएको छ उनीहरूले सुन जति देखाउनु भयो त्यो कुरा भनेको त के भन्दाखेरि उहाँहरू हिजो आफ्नो क्षेत्रमा काम गरेर आएको व्यक्तिहरू, थोरबहुत पैसा कमाएर आएको व्यक्तिहरू हो, कुनै सार्वजनिक पद धारण गरेर पैसा कमाएर आएको व्यक्ति होइन, निजी क्षेत्रमा काम गरेर जागिर खाएर कहीँ काम गरेर आएको व्यक्ति, सरकारी क्षेत्रमा काम गरेर आएर लुट मचाएर आएर जोडेको सम्पत्ति होइन, दुःख गरेर जोडेका सम्पत्तिहरू पनि छन्। त्यस कारणले आफ्नो सम्पत्ति पारदर्शी रूपमा देखाइदिनु भनेको त्यो गलत हुँदैन। तर हिजो लुकाइन्थ्यो, आज उहाँहरूले देखाइदिनु भयो आफूसँग भएको सम्पत्ति, के छ गलत त्यसमा? के भयो?